आमा नमस्कार। जय होस् बाबु। सन्चै हुनुहुन्छ? सन्चै छ बाबु। कति वर्ष पुग्नुभयो हजुर? वर्ष त खोइ 80 वर्ष त होला नि बाबु। 80 वर्ष सही हुन लाग्यो होला नि। 60हरू त्यस्तै भएको छ। तपाईँलाई थाहा छैन? थाहा छैन। बाबा मरेको धेरै वर्ष नि भयो के बाबु। बाबाले हो के वर्षहरू साल जान्ने। हजुरलाई थाहा छैन नि त? मलाई थाहा छैन भने पनि म सबैले अब त तिमीले त सहीमा ढक्का दिएछ भन्छ कि भन्नुहुन्छ। 100 वर्षलाई ढक्का दिएछ भने त अब छोएको त होला नि 100 वर्षमा। तपाईँलाई चाहिँ थाहा छैन है? थाहा छैन बाबु। बाबा छुस्की पामाल दिएछ क्या। अब हुन लाग्यो होला भने के बाबु। तपाईँ नाच्ने गाउने पनि गर्नुहुन्छ अहिले पनि? अहिले हजुर। नाच्ने गीत पनि छैन के गाउँछ। बैसम्म झाबरे पनि नचाहेकोहरू पनि नाच्यो, झोर पनि नाच्यो। गइभ्यायो। अहिले चाहिँ नाच्नुहुन्न? गीत त गाउनुहुन्छ होला होइन? कहाँ गाउने, छोरै मर्यो। अब नातिले भनिसकेपछि त नातिको लागि एउटा गीत त गाउनुहुन्छ होला नि जस्तो लाग्छ मलाई चाहिँ। नातिको मेरो लागि के एउटा गीत गाइदिनु नि त? के गीत गाइदिनु त? तपाईँको पालाको गीत होला नि त है? तपाईँ पाला गीतहरू कौरा गिराइदिनु। तपाईँलाई कौरा आउँछ कि अरू जे आउँछ त्यही गाउनु न। चोला डिम्ला फैबारको मै हो नानी रेलको ड्राइभर। तपाईँको पाला गीत होइन? पाला गाउनु त आमा। मै हो नानी ड्राइभर भने त्यो एउटा गीत बिर्सेन, एउटा क्या भने बिर्सिनु भयो नि त। सम्झिनु है आमा? सम्झिनु है। तपाईँका छोराछोरी चाहिँ कतिजना हुनुहुन्छ? पाउन धेरै पाएको के बाबु। कतिजना पाउनु? दुईजना। पहिला पाएको एउटा नानीहरू बाबु मर्यो। पछि पाएको दुईटा नानीहरू एउटा बाबु छ के अरे। बाबु देशमा गएको घर आएको छैन। नानी कान्छी नानी छोरीको घर मै बस्न गएको छ। ठुलो छोरी अब मरेछ झरी। ठुलो कान्छी छोरी यहाँ आएको छ। अघि भन्दै हुनुहुन्थ्यो नि तपाईँले त्यो छोरा हरायो भन्ने कुरा गर्नु भएको थियो नि। के भएको आमा खास? के भएको खास त्यो? के भएको? छोरा हरायो भन्ने कुरा गर्नु भएको थियो नि। देशमा गएको घर आएन के अरे, त्यही हो। कति वर्षदेखि आउनु भएको छ? 12 वर्ष बाबुको किरा गरेर 12, 13, 14 त्यसै 14-15मा हिँडेको हो क्या देशमा। 14-15 वर्ष भइसक्यो है? बाबुको वर्ष क्या। 12 वर्ष बाबुको किरा गरेको हो क्या। के अरे भेट्न मन लाग्यो बिचरा आमालाई। दशरी बाबु छोरछोरी जति मायाको अरूले के भन्छ। जस्तो सम्पत्ति होस् छोरछोरी जस्तो केही पनि होइन। हो के भेट्न मन लाग्छ, रहन मन लाग्छ। छोराको नाम के हो भनिदिनु न। ऊ गणेशसिंह हो छोराको नाम। कुन देश जानुभएको थियो? कुन देश जानुभएको थियो? अछाम। अछाम? अछाम इन्डिया हो? हिन्दी मुलुकमा अछाम भन्थ्यो ना। इन्डिया। तपाईँ छोरालाई के भन्न चाहनुहुन्छ तपाईँले अहिले? छोरालाई के भन्ने हो र। अब घर आयो भने मेरो बाबु भनेर मैले सबै पूजा पनि गरेको छु। बोलाएको नाम त जिरे हो। बोलाएको नाम। चाडपर्व आउँदाखेरि नर्मल लाग्छ, रुनु छ? रुनु मन लाग्छ बाबु। अहिले पनि कुरा गरेर नरुनु। एउटा छोरा भने पुट गरेर हुर्काएको थियो। यो घरको पुसको हो। कुन चाहिँ छोरा? तपाईँ कुन चाहिँ छोरा? जेठा छोरा कि? त्यही एउटै हो छोरा है? यो बाबु यिनी मैसिरको हो। मेरो फोटो छ तपाईसँग छोराको? फोटो छैन त्यहाँ बाबु। फोटो पनि छैन? त्यो बेला फोटो चलेको छैन। क्यामेरा हुन्थेन होइन? क्यामेरा पनि हुन्थेन, फोटो चलेको छैन। नरुनु है आमा, रुनी होइन। मैले तपाईँले रुवाउनु फोटो खिच जस्तो भिडियो खिच जस्तो भयो है? होइन बाबु। अनि तपाईँ रोएपछि मलाई पनि गाह्रो हुन्छ। रुनु मन लाग्छ कि कुरा सम्झिँदै। छोराछोरीको माया होइन? छोराछोरी जति माया अरूले केलाई पनि छैन। जति सम्पत्ति होस् अहिले कुरो गरेर रुनु मन लाग्छ कि। एउटा छोरा भनेर मैले च्यातिएको लुगा पनि लगाइदिनँ, चाल हालेको डोरा पनि लगाइदिनँ। एउटा छोरा भनेर पुटपुट गरेर हुर्काएको हो के अरे। 12 वर्ष बाबुको किरा गरेर हिँडेको हो के अरे। के गर्नु र अहिले। रोए पनि आउँदैन, हाँसो पनि आउँदैन। के गर्नु? भेट्न पाउनु भएको छैन होइन? आउँछ कि आउँदैन कि खोइ। यस भन्छ ज्योतिषले हेरेर तिम्रो छोरा बेसी अरे सम्पत्ति भएको छोरी बिहा गरेर रहेछ,
आफ्नो मामा माइजूले आउन दिन्न गयो भने फर्केर आउँदैन भनेर आउनै दिएको छैन भन्छु के एउटा छोरा एउटा नानी छ अरे बच्चा उतातिर हेर आउँदा मात्रै यहाँ पहिला बिहे गर्नु भएको थिएन उहाँले बा नगरेर बिहे नगरी जानु भएको बिहे नगरेर गएको हेर आउँदा त्यसो भन्नुहुन्छ तपाईँलाई विश्वास लाग्छ हेराउनेमा भने उनले भन्छ के अब भनेपछि सम्झिने भयो सम्झिने भयो बाबु म अहिले म कान्छी छोरीतिर बसेको छु तपाईँको यो भिडियो तपाईँको छोराको सामु पुग्यो भने छोराले देख्न पाउनुभयो भने चाहिँ तपाईँले के भन्न चाहनुहुन्छ तपाईँको छोरालाई मैले छिटो घर आउनु भन्नुहुन्छ छिटै घर आए पैसै नलिएर फुक ज्यान मात्रै भेट्न पाए हुन्थ्यो क्या मेरो 12,000 भट्टा थाप्छु मैले 12,000 भट्टा अब छोरा आए पनि छोरा र मलाई त्यही भान किनेर भाँडा भने खाना हुन्थ्यो है पैसा चाहिएन बरु होइन ज्यान सकुशल आउनु पर्यो छोरो चाहियो पैसा मेरो सास रहन्जेलसम्म होइन छोरालाई देख्न पाएँ भने होइन तपाईँलाई आधार हुन्छ बेसेर आँट्छ ए दसैँ त्यो राम्रो सधैँ रोएर बस्थ्यो म छोरा आउँछ कि भनेर यताबाट आउँछ कि हेर्ने मन बेसेरै मनमा बेसेर कुरा हुन्थ्यो रोन मन लाग्थ्यो हामीलाई पनि छोरा जस्तै सम्झिनु न हामी पनि छोरै हो नि आमा छोरा मेरो छोरा जतिकै हो तिमीहरू पनि छोरा जति कर्तव्य जिम्मेवारी पुरा गर्न सकिनु होला आफ्नो ठाउँमा छैन तर हामीलाई पनि छोरै जस्तो सम्झिनु छोरा अहिले बोल्यो हामी यो बोली हामीले सम्झिन पर्यो है छोरा जस्तो आए मेरो छोरा आए जस्तो मानेको छु मैले तिमीले कुरा गर्नु तपाईँको भिडियो सबैले हेर्नुहुन्छ नि पछि सबैले माया गर्नुहुन्छ माया गर्छ तपाईँ 100 वर्ष पुग्नुभयो होइन 100 छन ला होला क्या है तपाईँले अनुमान गर्नु भएको छ होइन मैले गरेको मैले 100 त तपाईँले पढ्न पाउनु भयो भएन आमा तपाईँले पढ्न पाउनु भयो कि भएन ऊ बेला पढ्नै थिएन बाबु थिएन है पढ्नै थिएन ऊ बेला यस्तो अनि त्यो जान्ने मान्छेहरू अलिअलि जान्ने बुझ्ने मान्छेहरू चाहिँ अलिअलि पढ्ने केमा पढ्थे आमा ढुङ्गामा केमा पढ्ने पढ्नै आएन कसैले पढ्नै पाएन पढ्ने त्यो धान भन्यो नि त अब बैसामा झाबरा नचाउने कौरा नचाउने झोरा नचाउने त्यस्तोमा लाग्यो कि कहाँ पढ्छ त त्यो बेलामा होइन त्यो बेला पनि त्यो बेलाको रोदी र अहिलेको रोदीमा के फरक पाउनु भएको छ आमा बेस्तेर अहिलेको रोडी त यति पैसाले पनि पुग्दैन अहिलेको रोडी खानु ऊ बेला त एक चोला दिन्छु 15 पुस खायो चप्पल पनि लाएन बाबु बैसामा यो खुट्टा दर्काङको बजार जाँदा यो खुट्टा कस्तरी पोल्छु दर्काङसम्म पुग्नुहुन्थ्यो पुग्यो डोरी ब्यासी दर्काङ कति पैसा लिएर जानुहुन्थ्यो तपाईँ गोटे 2 रुपियाँ होला त्यो बेलामा धेरै थियो होइन धेरै नै हुने एउटा मर होला 2 रुपियाँ के आउँथ्यो आमा त्यो बेलामा त्यो बेला लेखाली भट्टा चिउरा सुका एक मानाले सुका सन्तला एक मर किन्यो भने यति सन्तला आउँथ्यो सन्ता किने भारी बनाइदिन्थ्यो म त बेसरी बसेको हो कि बाबु मैले त सोली पनि 6-7 जनाको बोक्यो होला ऊ बेला है अनि बाबा चाहिँ हुनुहुन्छ कि हुनुहुन्न अहिले छैन बाबा पनि छैन आमा पनि छैन ए हजुरको बाबा भन्दा हजुरको श्रीमान के मैले त बाबा भन्नु पर्यो हैन बित्यो के कति वर्ष पहिला बित्नु भयो अहिले त भयो होला 20-22 वर्ष छैन हो कान्छे है 20-22 वर्ष भयो अनि मेरो छोरीले त्यो भर्खर हिँडेको छु बाबी देखे जीवन साथी हुँदा र नहुँदा कस्तो हुँदो रहेछ आमा कति गाह्रो हुँदो रहेछ जीवन साथी नहुँदाखेरि जीवन साथी हुँदाखेरि ए दुःख त बेरेको यही मनैमा छ बा त्यस्तै त हो नि त श्रीमान हुनेले त अलिअलि त सघाउँछ खाना लुगा लाउन पैसा म त सबै मेरो जानमा गाह्रो भयो दुईटा छोरीको बिहा मैले गरिदियो तपाईले वृद्ध भत्ता 12,000 पाउनुहुन्छ पाउँछ कति महिनामा पाउनुहुन्छ आमा 3 महिना 3 महिनामा अब 3 महिना लाएपछि दिन्छ मानपुरमा जानुपर्छ मानपुर जानुहुन्छ है यही वरिपरि पाइँदैन यही वरिपरि पाइँदैन पाउँदैन गाडीमा चढी जानुहुन्छ गाडीमा चढेर गए पनि लहरु टेकेर गए पनि छोरी खिला भएर बसेको तपाईँ हिँड्दै पनि जानुहुन्छ र त्यहाँबाट हिँडेर पनि जान्छु म के अरे गाडीमा चढे पनि भयो हिँडेर गए पनि भयो लाग्दैन 20 रुपियाँ 10 रुपियाँ लिन्छ भाडा पनि के अरे छोरी जोई यहाँ छ त्यो मलाई मैले रुवाउनलाई भिडियो खिचे जस्तो भयो के नरुने रुनु हुँदैन यस्तै हो त्यसै त छोरीछोरीलाई छोरीछोरीको कुरा गरेपछि यो मन रोइहाल्छ बाबु अरूले जेसुकै भन्नु त्यसरी सम्पत्ति होस् धनी होस् है सुनै छापे पनि
त्यो छोराछोरीले भन्दाखेरि मैले कतै घाँटी रेटेर मैले आएँ म नअगाडि भए पनि ल्यायो होला नभए पनि ऐँचो पैँचो गरेर भात पकाइदियो होला त्यो छोरा बाउ नहुनेलाई है बाउ नहुनेलाई त आमालाई दुःख हुन्छ मलाई कतिजनाले फकाएको हो बाबु सबै कहिले भन्छ नजा है फकाएर तेरो पैसै छ नजा छोरा ठाउँमा छोरा छ छोरी ठाउँमा छोरी छ पनि भन्नु छोरी हुनुहुन्छ छोरी ओ यतै कता हो कि त यहाँ गएको त नानी मम्मीलाई होइन छड्दिनु मैले उहाँ जस्तो लागेर अनुहार यस्तो एउटा यिनले होइन यिनी त अब हामीले गीत सुन्ने आमाको एउटा गीत सुन्न पर्यो आमाको त्यही हो के मेरो दिन हजुरको पालाको कौडा अनि सालेजोहरू होइन हो चुड्काहरू के गाउनुहुन्थ्यो होला नि त एउटा सालाजी भाका गीत आउँदाखेरि खप्पै सोम्ने आइमाने लोन छोराहरू बेसी सालाजी भाका दिए थिए क्या ए सालेजो भनेर गीत आउने हो ए केटीहरू भन्थ्यो क्या रोडी पनि हालेर बसेको हो क्या एउटा गाइदिनु नि त म त गाउँदैन बिच गीतको ज्यादै बिर्सिनु होइन मैले छोराले सुन्न खोजेँ नि त त्यही भएर गीत तपाईँको आवाज सबै सुन्नुहुन्छ नि त पछि गाउनुहुन्छ भने मात्र फेरि तपाईँले गीतै गाउनु न त अब गाउँदैन बाबु अचार त काट लिएर माले मन सोख धेरै भयो क्या बाबु अब डुलाई मर्ने छोराछोरी मर्ने आमा बाबु मर्ने भाइ बुहारी मर्ने त्यतिको मलाई बेसी पिर्छ म त्यस भएर यही हो त्यही हो मेरो घर त्यो घर भड्काएर उहाँबाट ओडा तपाईँसँग तपाईँको साथमा को हुनुहुन्छ मसँग छोरी म यो घर यताको जमिन मेरो डुलाको घर गाउँमा यही हो म कान्छी छोरीतिर बसेको छु अहिले यहाँ बस्नु न तपाईँ अन्त बस्नुहुन्छ थिला बस्छु थिला त्यहाँ बस्छ छोरी भाइ पनि आज कि मैले गरेँ खुसी लाग्यो आमासँग भेट्न लेखेर रहेछ म भाग्यमानलाई हामीले पनि आशीर्वाद दिनु आमा है हजुरको आशीर्वादले हामी राम्रो काम गर्न सकियोस् सधैँ सत्कर्म गर्न सकियोस् तिमीलाई मनले ताकेको पुगोस् तिमीहरूलाई आँटेको पुगोस् पुरा आयु लियोस् यस्तो भएर बार्न परोस् त्यही त हो नि अस्ति किन त बार्न परोस् झगडा गर्न नपरोस् होइन झगडा गरेर कति मान्छेले बाँधेर लान्छ त्यस्तो कुरा गर्न नपरोस् त्यही हो मैले अस्ति दिने अब तिमीले भने गीत देऊ भने चाहिँ अब यो उमेर पनि गीत कहाँ गयो पहिला गीतहरू होला नि तपाईँ पहिलाको बारी गीतहरू सोख धेरै भयो के अरे एउटा छोरा कहाँ गयो कहाँ जा दसैँ तिहार तपाईँको छोराको फोटो मात्रै भइदियो हामीलाई के अरे खोइ त फोटो निकाल्ने उयो आएन के अरे फोटो निकाल्न त्यो बेलामा क्यामेराको बेला थिएन क्यामेरा पछि न चिठी है त्यो अहिले कहाँ पैसा पनि त्यसैमा जान्छ ल्याउँछौ त्यसैमा ल्याउँछौ त्यही मोबाइलले पैसा दिन्छ आजकलको त के को उ छ र बाबु कति हो हामी त पैसा माग्न त हाम्रो खुट्टा दुखेर भए पनि पालामा आमा एक दिन खेताला गयो भने काम अरू कसै काम गर्न ज्यामी गर्न गयो भने कति पैसा पाउँथे आमा त्यो बेला 5 मोहर दिएथी 2 रुपियाँ दिएथी मगो भनेको 5 मोहर है नटरबारी 2 रुपियाँ 3 मोहर ऊ बेलाको जमाना फेरि अन्न पनि सँग हुन्थ्यो नि त भए मासुसँग हुन्थ्यो अहिले एक धारी मासुले गर्दा एकपछि अन्न किन्न छ भने 250 त भारी पुगिभ्याउँथ्यो ऊ बेलाको त है के बोल्नु छ र ए बाबु यस्तै लेखेको त होला नि छोरीले म त जान्छु भयो नानी मेरो घरै भएन दाजुभाइहरू पनि जमाइले बोलाएको भने नजामा म खाए खाउँला म बस्नु ताँलाई मैले आफ्नो 2टा छोरा देशमा गयो एउटा छोरी पनि पहिला गएको छैन कि घर बनाएको छ अहिले ठुलो घर बनाएको छ मलाई छोरीले घर छ आज तपाईँ यहीँ बस्नुहुन्छ नि आज अहिले दिउँसोतिर गीत गाउनुपर्छ आमा है भन्यो म बस्छु है आमा हस् ल एकदमै खुसी लाग्यो तपाईँलाई म रुवाउन मन त थिएन होइन बाबु मेरो मनमा पिरेपछि यो मन रोन्छ नि त निद आउँदैन भोक लाग्दैन मन बोल्छ नि त त्यस्तै हो क्या बाबु आफूले ज्यानमा पिर्छ भने भोक पनि लाग्दैन तिखा पनि लाग्दैन निजार पनि लाग्दैन त्यही हो क्या बाबु मरेकै होला नि अझै सयौं वर्ष बाँचेको देख्न पाइयोस् आमालाई फेरि भेट्न पाइयोस् आमा नमस्ते आशीर्वाद दिनु है जिन्दगी मैले अस्ति दिएछ नि त एकदमै राम्रो होस् पुरा आयु लियोस् उहिलेको बुढाबुढीले
बाँस चाहिँ नुगेर बसौ है तिम्रो त बाँस बुढो चाहिँ नुगेर बाँस है भन्थ्यो क्या हामीले के होला बाँसमा चाहिँ नुगेर बसेको भनेको त मन्थिलो रहेछ त्यो बेलामा होइन बाबु म त मैले दुईटा छोरीहरू पनि राम्रै टिका दियो त्यो छोराको एउटा छोराको बिहा गर्न पाएँ हुन्थ्यो भनेर मेरो यो मनमा थियो के अरे के गर्ने हो र छोरा बा मऱ्यो भनेर सुन न पुरुष पुरुष छ भनेर सुन पुरुष भन्छ क्या बाबु छोरीले भन्थे आमा दाइ आयो भने आएन भने मैले के पाल्छु अरे दिदीहरूको नम्बर छ तपाईँको छोरीहरूको नम्बर छ तपाईँसँग दिदी मेरो आउनु भएको छ छोरीको यहाँ मेरो आउनु भएको छ, छोरीको दिदी आउनु भएको छ म कुरा नम्बर गर्छु। याद अहिले अहिले म कुरा गर्छु है त क्यामेरा त्यो पछाडि। छोरी मेरो छोरीले चिन्छ तिमीले अहिले म तपाईँसँग सोध्छु अहिले पछि है यी रेचाहरू बाबु कहाँ कान्छ बाबु त्यो एकदिन हालोपछि बुढी मिजाड्यो अहिले पछि लाम अहिले पछि तपाईँले म गीत गाउनुपर्छ है हस् अहिले तपाईँले म गीत गाउनुपर्छ पछि है है त बा यहाँ भैँसी गरा है अहिले पछि तपाईँले म गीत गाउनुपर्छ है हस् फेरि तिमीले जान्ला कि म नजान्ला लाम नमस्ते जय होस् लाला जय होस्